इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजलपा नमस्कार अनि अभिवादन गर्न चाहन्छु। आज हामीले यो जनसवाल कार्यक्रममा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, विशेषतः व्यापार व्यवसायसँग सम्बन्धित एउटा एक्सपोको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। नेपाल र चीनको एक्सपो हुन लागेको छ ललितपुरमा। यो ललितपुरमा हुन लागेको यो एक्सपो भनेको एउटा मेला हो, जुन मेला अर्निकको सांस्कृतिक एवं व्यावसायिक प्रवर्धन समाजको आयोजनामा हुन लागेको हो। यो आयोजक संस्थाका अध्यक्ष अजरमान जोशीलाई हामीले आमन्त्रण गरेका छौँ। उहाँसँग अब यो एक्सपोको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। अजरमान जोशीजी, सबभन्दा पहिला तपाईँलाई यो कार्यक्रममा स्वागत। जोजलपा नमस्कार। नमस्कार, यहाँहरूलाई धन्यवाद छ। तपाईहरुले जुन चाहिँ नेपाल र चीनको एक्सपो गर्न लाग्नु भएको छ, आउँदो 19 गतेबाट सुरु हुँदैछ, ललितपुरमा गर्दै हुनुहुन्छ। जुन एक्सपो भन्दाखेरि नेपाल र चीनका नागरिकदेखि लिएर व्यापार व्यवसाय प्रवर्धन गर्नको लागि, स्टलहरू राख्नको लागि यस्तो ढङ्गको प्रदर्शन हो या चाहिँ त्यहाँ सांस्कृतिक आदान प्रदान पनि हुन्छ? के हुन्छ वास्तवमा? वास्तवमा हाम्रो यो संस्थाको नाउँ नै अर्निकोसँग जोडिएको कारणले, अर्निको जो एक राष्ट्रिय विभूति महान कलाकार हुनुहुन्छ, जो नेपालका सुपुत्र भएर चीनमा एउटा ख्यातिप्राप्त व्यक्तिको रूपमा उहाँले कमाउनु हो। त्यही हिसाबले पनि हामीले यो नेपाल चीन बीच, जो चीन एउटा आर्थिक रूपले सम्पन्न देश हो र दुई देश हाम्रो छिमेकी राष्ट्र पनि हो, दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ गर्ने, यस मार्फत हाम्रो सांस्कृतिक आदान प्रदानका साथसाथै हाम्रा यो ललितपुर विशेष गरी हस्तकला नगरी, पर्यटक नगरीको रूपमा जुन परिचित छन्, अझ चाहिँ विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरमा हामीले यो हस्तकला, अर्निकोको सम्झनामा हस्तकला, हाम्रो संस्कृति र यो पाटन दरबार स्क्वायर आफैमा पनि एउटा विश्व सम्पदामा सूचीकृत भएको कारणले पनि यो समग्रलाई सम्मिश्रण गरेर एउटा नेपाल चीन एक्सपो 2018 अर्थात् नेपाल चीन मेला 2075 को रूपमा यही आसन 19 देखि 23 गतेसम्म हामीले यो मेलाको आयोजना गर्दैछौँ। यो जुन मेला तपाईहरुले आयोजना गर्दै हुनुहुन्छ, यो मेलामा विशेषता भन्दाखेरि तपाईको भनेअनुसार चाहिँ हस्तकला, नेपाली हस्तकला, ललितपुरको हस्तकला देख्न पाउने भयो। सांस्कृतिक आदान प्रदान भन्दाखेरि चीनको संस्कृति र नेपाली संस्कृति, अझ विशेष त ललितपुर भन्दाखेरि नेवा समुदायको सांस्कृतिक पनि आदान प्रदान गर्ने भयो। चीनबाट हामीले ल्याइएको उत्पादनसँग सम्बन्धित, व्यापारसँग सम्बन्धित के हेर्न पाउँछन् त्यहाँ? हामीले विशेष गरी हाम्रा यो आयोजनाको सहआयोजकको रूपमा एउटा अर्निको समाज छ भने, त्यसै गरी चाहिँ हामीले यो चीनको चाइना नेपाल कल्चर एक्सचेन्ज सेन्टर, उहाँहरूको मार्फत चाहिँ यो उहाँहरू दुवै सहआयोजक हुनुहुन्छ। उहाँहरू मार्फत चाहिँ हामीले चीनका उत्पादनहरू, विशेष रूपमा चीन त अब चाहिँ एउटा आर्थिक समृद्ध राष्ट्र हो, त्यहाँबाट उत्पादन भएका सामानहरू हुन त बजारमा पनि विभिन्न पाइन्छन्। हाम्रा किचनवेयर, हाम्रा खेलौनाहरू भयो, त्यसै गरी चाहिँ यो लट्टा कपडादेखि विभिन्न सामानहरूको हुनेछ भने, नेपाली उत्पादनमा चाहिँ पनि हामीले चाहिँ हस्तकलालाई हामीले विशेष प्राथमिकता दिएका छौँ भने, त्यसका अलावा नेपाली जुत्ता, यसै गरी हाम्रा लुबु, एउटा चाहिँ जुन ललितपुरको लुबु भन्दाखेरि चाहिँ पुरातन रूपमा टेक्सटाइल ग्रामको रूपमा हाम्रो परिचित छन्, त्यसलाई अझ उजागर गर्ने हिसाबले चाहिँ लुबुका टेक्सटाइलका उत्पादनहरू, त्यसै गरी हाम्रो सिद्धिपुर, पुरातन रूपमा ललितपुरको सिद्धिपुर भन्नासाथ चाहिँ हाम्रो यो सुकुल परालजन्य उत्पादनमा चाहिँ पहिला सुकुलको उत्पादन हुन्थ्यो, त्यसकै अहिले चाहिँ आधुनिक रूपमा पनि उहाँहरूले चाहिँ विभिन्न मेचहरू भयो, त्यसै गरी चाहिँ उपहारका सामग्रीहरू उत्पादन गर्न थालिएको छ, उहाँहरूलाई पनि प्रमोट गर्ने। त्यसै गरी चाहिँ ललितपुर भन्नासाथ यो धातुका मूर्ति, काष्ठकला, त्यसै गरी चाहिँ हाम्रो यो प्रस्तरकला, ढुङ्गाका उत्पादनहरू भयो आदि इत्यादिलाई पनि हामीले विशेष महत्त्व दिएका छौँ भने, त्यसका अलावा हाम्रा दैनिक जीवनमा उपयोगी अन्य उत्पादनहरू, विशेष गरी हामीले व्यापारलाई भन्दा पनि उत्पादनलाई अझ प्रश्रय दिने र यस मार्फत यो मेलामा मार्फत चाहिँ यी उत्पादनहरू चाहिँ जो हाम्रो एक्सपोर्ट हुन सक्ने, अझ एउटा चीन पनि एउटा ठुलो राष्ट्र हो जहाँ हाम्रो चाहिँ व्यापार बढाउन सकिन्छ भन्ने हिसाबले उहाँहरूलाई चाहिँ जोड दिएका छौँ। भन्दाखेरि चीन एउटा व्यापारिक दृष्टिकोणबाट संसारमै फैलिरहेको अहिलेको अवस्था, अनि नेपालीको यो उत्पादन, हस्तकला लगायतका उत्पादनहरू अब चीनलाई पनि एउटा
बजारको रूपमा देख्न सकिन्छ कि भन्ने तपाईँहरूको आशा हो? त्यो सम्भावना कतिको छ? उसको त विश्वव्यापी चाहिँ बजार बनिरहेको अवस्थामा अब नेपाल जस्तो मुलुकले हस्तकलाबाट उत्पादित भएका यहीँ उत्पादित भएकाहरू चाहिँ चिनको बजारमा चाहिँ लानु सकिने, त्यहाँ व्यापार गर्न सकिने आधारहरू के हुन सक्छन्, यो विषयमा पनि प्रश्न पार्दिनुहोस् न। निश्चित रूपमा चिन भने चाहिँ हामीभन्दा धेरै गुणा जनसङ्ख्या भएको र धेरै हाम्रो उत्पादन भनेको त्यहाँको लागि चाहिँ एउटा पोइन्टमा पनि गर्ने अवस्था हुँदैन होला। तर त्यो मार्केटमा चाहिँ त्यो पोइन्ट पनि हामीलाई चाहिँ अलिकति त्यो मार्केट पनि हामीले लिन सक्यो भने हाम्रो लागि ठुलो मार्केट हुन्छ होला उसको उत्पादनहरू विश्वमा धेरै ठाउँमा होला। तर नेपाली उत्पादनको पनि आफ्नो विशिष्ट स्थान छ, विशिष्ट एउटा क्वालिटी छ। त्यस हिसाबले पनि अब त्यहाँको उत्पादन त्यहाँको बजार भने चाहिँ ठुलै छ। हामीले त्यसलाई समाउन सक्यो भने चाहिँ ठुलै बजार भेटिया जस्तो हामीलाई हुन्छ। त्यो प्रवर्धन गर्नु भने चाहिँ हाम्रो अहिलेको व्यापार घाटालाई पनि न्यूनीकरण गर्नलाई पनि धेरै हामी सक्षम हुन्छ जस्तो लाग्छ। यो एक्सपोमा भन्दाखेरि चाहिँ अवलोकन गर्न आउने त्यहाँ आउनेहरू नेपालीका साथसाथै विशेष त चिनिया मूलका मानिसहरू नै आउनुहुनेछ हो? चीन मात्र होइन कि नेपालीहरू विशेष गरी हामीले चाहिँ यो काठमाडौँ उपत्यकाका अलावा हाम्रो चाहिँ अहिले धुलीखेल बनेपा भने पनि ठुलो धेरै डिस्टेन्समा होइन, यो काठमाडौँ उपत्यका पेरिफेरीकाहरूको हाम्रो चाहिँ नेपाली हाम्रो आन्तरिक चीनको सवाल। त्यसको अलावा पनि हामीले चाहिँ पार्टनरभित्र विदेशीहरू पनि थुप्रो आउँछ। उहाँहरूलाई पनि त्यही हाम्रो पर्यटक शुल्क तिरेर आउनेहरूलाई निःशुल्क रूपमा मेलामा अवलोकन गराउने भन्दा यो चीन मात्र होइन कि समग्र विश्वव्यापीका हाम्रा चाहिँ अन्तर्राष्ट्रिय पर्यटकहरूलाई पनि हामीले चाहिँ उहाँहरूलाई पनि यो मेलाको अवलोकन गराउने हाम्रो सोचमा छ। त्यो मेलामा चाहिँ उहाँहरूलाई त्यो पर्यटक शुल्क तिरिरहेको उसबाट चाहिँ मेलाको अवलोकन गर्न सक्नुहुनेछ। जस्तो जुन मेला चाहिँ लाग्दैछ, यो एक्सपो हुँदैछ 19 गतेबाट, यो एक्सपोमा जाँदाखेरि बजारमा चिनका धेरै सामानहरू पाइन्छन् अहिले नेपाली बजारमा। त्यहाँ जाँदाखेरि फरक चिज के पाउन सकिन्छ? त्यहाँ क्वालिटीको हिसाबले, सस्तोको हिसाबले, या चाहिँ बजारमा नपाएकाहरू चिज पाउने हो कि के पाउन सकिन्छ त नेपालीहरूले? निश्चित रूपमा त्यहाँ आउने उत्पादन चाहिँ एउटा चिनको विशेष भएकोले चाहिँ त्यो क्वालिटी बजारमा आउने क्वालिटी भन्दा अलि उहाँहरूले चाहिँ क्वालिटीमा कन्सियस भएको छ। त्यसै गरी चाहिँ निश्चित रूपमा यो मेलामा चाहिँ उहाँहरूले चाहिँ यहाँ विभिन्न टर्न आउने भएकोले यहाँ आउँदाखेरि त इम्पोर्टर होलसेलरदेखि लिएर विभिन्न उसमा जान्छ र यो मेलामा उहाँहरू आफै आउने र उहाँहरूको चाहिँ यो प्रमोसन गर्ने, यो मेला एकचोटिमा मात्र होइन कि उहाँहरूले पनि नेपाली बजार खोजेका कारणले चाहिँ निश्चित रूपमा उहाँहरूले चाहिँ महँगोमा भन्दा पनि एउटा चाहिँ प्रमोसनल रेटमा नै उहाँहरूले सामान दिनुहुन्छ भने मतलब चाहिँ क्वालिटी सामान एउटा रिजनेबल प्राइसमा हामीले चाहिँ पाउन सकिन्छ भन्ने चाहिँ अपेक्षा गरेर। यसको अर्थ चाहिँ त्यो मेलाको लागि नै भनेर चाहिँ चीनबाट नै नागरिकदेखि लिएर उत्पादन सहित चाहिँ त्यो मेलामा सहभागी हुनेछन् हो? निश्चित रूपमा यो मेलामा चाहिँ आउने भने चाहिँ उहाँहरूले चाहिँ यो अर्गनाइजर जुन हो चाइना नेपाल कल्चर एक्सचेन्ज सेन्टर, उहाँहरू आफै एउटा चाहिँ नेपाल र चाइना बिचको सम्बन्ध विकास गर्नको लागि खोज्नु भएको छ। भन्दाखेरि उहाँहरूले चाहिँ व्यापारिक भन्दा पनि एउटा हाम्रो सम्बन्ध विकासको लागि पनि खोज्ने भएकोले निश्चित रूपमा उहाँहरूले ल्याउने सामान चाहिँ गुणस्तरीय हुन्छ भन्ने चाहिँ हामीलाई अपेक्षा गरेका छौँ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा अब हुने छोटो विश्रामपछि पुनः हामी नेपाल चीन एक्सपोको विषयमा कुराकानीतर्फ लाग्नेछौँ। अब छोटो विश्राम। अरणीको सांस्कृतिक एवं व्यावसायिक प्रवर्तन समाजको आयोजनामा नेपाल चीन मेला 2075 करिब 100 स्टलहरूमा चिनिया ब्रान्डका घरायसी भान्साका सामग्रीहरू, बालबालिकाहरूका पोसाक तथा खेलौनाहरू, मेकअप तथा फ्यासन वेयर, इलेक्ट्रोनिक्स तथा मोबाइल ग्याजेटहरू, खेलकुद सामग्री, स्पोर्ट्स वेयर तथा नेपाली हस्तकला, हर्बल, मूर्तिकलाका सामग्रीहरूका साथै स्थानीय घरायसी उत्पादनहरू पनि रहेका छन्। मेलाका विशेष आकर्षण परम्परागत नृत्य, फ्युजन संगीतका साथै चर्चित कलाकारहरूको प्रस्तुति, दैनिक सांस्कृतिक कार्यक्रम, सांस्कृतिक पहिरनको प्रदर्शनी, फ्यासन शो, रियालिटी टिभी आर्टिस्ट, बालबालिकाहरूका लागि छुट्टै किड्स जोन र नेवा स्वादिष्ट परिकार लगायतका फुड स्टलहरू। यही असोज 19 गतेदेखि 23 गतेसम्म मेला हुने स्थान पाटन दरबार स्क्वायर, मङ्गल बजार। समय बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। नेपाल चीन मेला 2075। तजिलजी सम्पदा संस्कृति खला बला नुगु
मुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला गोल्डन डायमन्ड ज्वेलरी दशैं तिहार मेला 2075 आउनुहोस् मेलाको अवसरमा तपाईकै रोजाइका आकर्षक सुन तथा हीराका गहना खरिदमा पाउनुहोस् रु 10 लाखसम्मको स्वास्थ्य बीमा उपहार। मिति आश्विन 18 गतेदेखि 22 गतेसम्म। स्थान गोल्डन डायमन्ड ज्वेलरी शोरूम पाटन दरबार क्षेत्र नजिकै हखाटोल बुद्ध प्रतिमा अगाडि ललितपुर। आउनुहोस् गोल्डन डायमन्ड ज्वेलरीका सुन र हीराका गहनाहरूका साथ दशैं र तिहार भव्य र रमाइलोसँग मनाऊ। इन्डिजिनस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई म स्वागत गर्न चाहन्छु। म श्रीकृष्ण महर्जनको तर्फबाट आज हामीले फरक प्रसङ्गमा कुराकानी गर्दैछौँ, जुन प्रसङ्ग नेपाल र चीनको व्यापार व्यवसाय र सांस्कृतिक आदान प्रदानसँग जोडिएको विषय। आउँदो 19 गतेबाट ललितपुरको मङ्गलबजार दरबार स्क्वायरमा हुन गइरहेको नेपाल चीन एक्सपोको विषयमा हामी केन्द्रित भएर कुराकानी गर्दैछौँ। यो विषयमा कुराकानीको क्रममा यो आयोजक संस्थाका अध्यक्ष अजरमान जोशीसँग फेरि पनि कुराकानीतर्फ लाग्छौँ। अजरमान जोशीजी, फेरि पनि तपाईँलाई स्वागत छ। धन्यवाद। तपाईँले जुन चाहिँ मेलाको विषयमा जानकारी गराइरहँदाखेरि एउटा कुरा चाहिँ के आएको छ भने ललितपुरको मौलिकता उत्पादन हस्तकला भन्दाखेरि धातुको हस्तकला उत्पादन। पछिल्लो समयमा यो धातु हस्तकलामा समेत चीनले हात हालेको कारण ललितपुरका स्थानीयवासीहरूको काम अलिकति नभएको, अलिकति त्यो कामबाट पछाडि हट्नुपर्ने अवस्था सृजना भयो भन्ने कुरा पनि बजारमा आइरहेका छन्। के हो वास्तवमा? निश्चित रूपमा यहाँले जुन भन्नुभयो त्यो मैले पनि सुने हो, देख्नु त पाएको छैन। यहीँ चिनिया मार्फत चाहिँ यहाँ कम्पनी खोलेर चाहिँ यहाँ चलाइरहेछ भन्ने, तर यो हाम्रो लागि दुर्भाग्य हो। हुन त उहाँहरूलाई भन्दा पनि हाम्रा जो गरिराख्ने हो नेपालीकै नाउँमा गरे होला, सायद चिनिया नाउँमा त सायद सम्भव छैन होला। जसले गरेको भए पनि यो चाहिँ गर्न नहुने जस्तो लाग्छ। हामीले एकचोटि हाम्रो चाहिँ यो अन्डा दिने सुनको अन्डा दिने मुर्गा काट्या भने जस्तै हो। हामीले हाम्रै खुट्टामा बन्चरोले हान्ने काम त्यो गर्न नहुने, बरु त्यो चाहिँ हाम्रो सिप जो छ, हाम्रो सिपलाई हस्तान्तरण, हाम्रो चाहिँ युवा पिँढीलाई हस्तान्तरण गरेर अझ उत्पादन बढाएर हाम्रै उसमा चाहिँ यो उत्पादन हाम्रै उसमा राख्नुपर्छ भन्ने मेरो मान्यता छ। सायद यसमा विशेष पहल हस्तकला महासङ्घ जो आफैमा पनि यो सँग सम्बन्धित छ, उहाँहरूले पनि पहल गरिरह्यो भन्ने चाहिँ सुनेको छु। हामी पनि एउटा नागरिकको हैसियतले योसँग सरोकार राख्ने सङ्घ संस्थामा सम्बद्ध भएको र विशेष गरी पाटनवासी भएको कारणले पनि आवश्यक परेमा यसको हामीले यसलाई चाहिँ हामीले तर्फबाट पनि सहयोग पुग्ने हिसाबले चाहिँ हामी मेरो तर्फबाट म वचनबद्ध व्यक्त गर्छु। ललितपुरको हस्तकला भन्दाखेरि धातुको हस्तकलालाई सबभन्दा बढी प्राथमिकता दिइन्छ। बजारको हिसाबले, हरेक हिसाबले, सिपको हिसाबले, कलाकारिताको हिसाबले, हरेक हिसाबले यो चिजलाई अझ विकास गर्नुको लागि हस्तकलालाई नै यो एक ढङ्गबाट त्यहाँबाट अझ विकास गरी त्यहाँको जीवनमा आर्थिक उत्पादनमा हरेक सवालमा चाहिँ राम्रो बनाउनुको लागि के गर्न सकिन्छ? तपाईँ के सुझाव दिनुहुन्छ? अहिले एउटा हुन त अब चाहिँ धेरै अगाडि हामीले पनि आवाज उठाएको थियो ललितपुरलाई चाहिँ हस्तकला जिल्लाको रूपमा घोषणा गरोस् भन्ने। म ललितपुर विधानसभाको अध्यक्ष हुँदाखेरि पटक पटक उठाएको पनि, तर त्यो हुन सकेन। अहिले पनि नेपाल हस्तकला महासङ्घ, यसै गरी ललितपुर विधान सङ्घ र वर्ल्ड क्राफ्ट काउन्सिलको पहलमा त्यसमा चाहिँ हाम्रो ललितपुर महानगरपालिका पनि संलग्न हुनुपर्ने छ। अहिले ललितपुरलाई क्राफ्ट भिलेजको रूपमा चाहिँ घोषित गर्नलाई उहाँहरू लागिराख्नु भएको छ। निश्चित रूपमा क्राफ्ट भिलेज हुनासाथ त्यहाँनिर एउटा चाहिँ हाम्रो यो चाहिँ टेक्निकल इन्स्टिच्युटदेखि लिएर बजार पुर्याउनको लागि यो हाम्रो सोरुम होइन यो आदि इत्यादि हुन्छ, जसमार्फत चाहिँ हामीले चाहिँ एउटा सिप पनि
यो चाहिँ क्वालिफाइडहरूलाई पनि हामीले चाहिँ यसमा ल्याएर एकाडेमिकली पनि उहाँहरूलाई चाहिँ सर्टिफिकेट पाउने हो जब यहाँ इन्स्टिट्युट हुन्छ। अहिले त हाम्रो चाहिँ ट्रेडिसनल वेबाट गइरहेको जो छ आफैले सिकाइरहे त्यो कुनै रिटेन छैन, अलि क्वालिफाइड पनि छैन। अझ क्वालिफाइडहरू पनि त्यसमा लागेको खण्डमा चाहिँ यो हाम्रै पुस्ताहरू पनि अहिले चाहिँ बिस्तारै यो नेवार पुस्ताको विशेष गरी शाक्य त्यसपछि महर्जनतिर आइरहेछ। उहाँहरूले अब चाहिँ जो आफ्नो पुस्तालाई चाहिँ हस्तान्तरण नगरिरहेको छ अहिलेको हाम्रो बालबच्चाहरू चाहिँ एकाडेमिक बन्ने तर चाहिँ आफ्नो काम छोड्ने र विदेश जाने जुन अहिले चलिरहेमा चाहिँ सायद उहाँहरूलाई चाहिँ एउटा एकाडेमिक इन्स्टिट्युटले ग्रेजुएट हुने चाहिँ सर्टिफिकेट दिने र आफ्नो पुरातन उसमा चाहिँ बाबुबाजेले गरिरहेको चाहिँ काम पनि अझ चाहिँ क्वालिफाइड रूपमा गर्न पाउने भयो भने चाहिँ अहिले यो एजुकेसन र आफ्नो चाहिँ यो पढेर जाने र एउटा चाहिँ ऊ भन्छ नि के भन्छ ठ्याक्क भन्न होइन, पढेर होइन त्यो दुवै पाउने भयो। एउटा एकाडेमिक पाउने भयो, एउटा चाहिँ पुस्ताले गरिरहेको काम पनि उसले चाहिँ पढेर पनि जाने भयो, पढेर पनि जाने भयो। दुइटै भयो भने चाहिँ अझ यो क्षेत्रलाई अझ विकास गर्न सक्छ जस्तो लाग्छ। यो जुन तपाईँहरूले चाहिँ एक्सपो गर्दै हुनुहुन्छ नेपाल र चिनको यो व्यापारिक मेलाको हिसाबमा गर्दै हुनुहुन्छ, यसले चाहिँ ललितपुरमा हस्तकला व्यवसायीहरूलाई प्रवर्धन गर्नुको लागि उनीहरूलाई अगाडि लानुको लागि कतिको मद्दत पुर्याउला जस्तो लाग्छ? निश्चित रूपमा यो मेलाले चाहिँ यो एक्सपोले चाहिँ मद्दत पुर्याउँछ भन्ने लाग्छ। एउटा चाहिँ हामीले हेर्दाखेरि सिम्पल मेला दुई देशबिचको उत्पादनलाई राखेको जस्तो लाग्छ, तर विशेष रूपमा हामीले चाहिँ ललितपुरको उत्पादनलाई विशेष गरी हाम्रो चाहिँ ललितपुर मात्र होइन कि यो हाम्रो हस्तकला भन्नासाथ चाहिँ राष्ट्रिय पनि गौरवको कुरा हो। यो उत्पादन जो चाहिँ हाम्रो यहाँ भन्दा पनि विदेशमा खपत हुन्छ, विदेशमा एक्सपोर्ट हुन्छ, त्यो भने मतलब चाहिँ हाम्रो राष्ट्रको लागि पनि गौरव हो। ललितपुर हो पहिचान हाम्रो चाहिँ ललितपुरको उत्पादन भन्ने होला, तर राष्ट्रको लागि पनि एउटा गौरव हो नि। हाम्रो उत्पादन एक्सपोर्ट ओरिएन्टेड उसलाई प्रोटेक्ट गर्नु भने चाहिँ हामीले चाहिँ यो आयातलाई चाहिँ भन्दा पनि निर्यातलाई हामीले चाहिँ जोड दिने भने आयात प्रतिस्थापन गर्नु भने पनि राष्ट्रको चाहिँ अर्थतन्त्रमा टेवा पुर्याउने हो। यो मेलाको उद्देश्य पनि त्यहीसँग जोडिया पनि छ। तपाईँहरूको यो मेलासँग भनिरहँदाखेरि स्थानीय सरकार अहिले छ, स्थानीय सरकारसँगको सम्बन्ध, यहाँ ललितपुरमा जातीय समाजहरू छन् उनीहरूसँगको सम्बन्ध, उनीहरूको सहभागिता, उनीहरूको चाहिँ त्यहाँ सांस्कृतिक प्रस्तुति, यो सवालमा तपाईँहरूले सम्बन्ध कस्तो बनाउनु भएको छ? उहाँहरूको सहभागिताको सवालमा तपाईँहरू चाहिँ यो आयोजक संस्था मात्रै अगाडि बढ्ने ढङ्गबाट लाग्नुभएको छ कि? निश्चित रूपमा कुनै पनि मेला महोत्सव सफल गर्नलाई चाहिँ सबैको सहयोग चाहिन्छ। हुन त अब यो अलिकति छोटो समय पनि भयो कि भन्ने लाग्छ र विगतमा जुन ललितपुर महोत्सव गरेका थिएँ त्यसमा एउटा आयोजकमध्ये त्यो बेलाका तत्कालीन ललितपुर वाणिज्यको अध्यक्षको नाताले म पनि थिएँ। 2069 साल चैत्र 15 देखि 21 गतेसम्म भएको थियो। त्यो साताव्यापी महोत्सवमा हामीले धेरै एउटा सुरुमा यो प्रमुख अतिथि नपाएको ठाउँमा चाहिँ सम्पूर्ण राष्ट्र प्रमुखदेखि हाम्रो चाहिँ मन्त्रीहरू झन्डै तत्कालीन हाम्रो मन्त्रीमण्डलको अध्यक्ष हुन्थ्यो खिलराज रेग्मीदेखि चाहिँ जो हामीलाई चाहिँ प्रमुख अतिथिको अभाव भइरहेको थियो, त्यो 11 जना मन्त्री परिषदमा चाहिँ 6-7 जनाले मेला हेर्न आउनुभयो। शीर्ष नेताहरू सबै प्रचण्डदेखि झलनाथ खनालदेखि सबै शीर्ष नेताहरू आउनुभयो, विभिन्न राजदूतहरू आउनुभयो। त्यो जसरी छ त्यसैको मिनी कन्सेप्ट पनि आउनु त आयो, तर चाहिँ हामीसँग मेलाको समय एकदम छोटो समयमा गरे। हुन त मैले चाहिँ जातीय समाजहरू सम्पूर्ण राखेर आफ्नो हिसाबले के गर्न सकिन्छ, यो मात्र एरिया होइन कि सम्पूर्ण एरियामा हामी गरौँ तर भन्ने पनि आह्वान गरेका थियौँ। तर छोटो समयको कारणले उहाँहरू पनि अलिकति भयो। तर चाहिँ जसले जे गरे पनि ललितपुरमा केही एक्टिभिटिज भयो भने अथवा हाम्रो जहाँ पनि केही योसँग सम्बन्धित भयो भने त्यो पेरिफेरीको लागि त जीवनस्तर उकास्ने काम नै हुन्छ नि, आफ्नो पहिचान देखाउने हो नि। लाग्छ भने अब चाहिँ नगरपालिका हो अलि सायद उहाँहरू व्यस्त हुनुहुन्छ कि थाहा छैन, उहाँहरूलाई पनि समन्वय गर्ने भन्ने चाहिँ उसमा छ। निश्चित रूपमा लुबुको उसमा टेक्सटाइल उत्पादनको लागि त्यसको एउटा फेसन सो पनि हामी गर्दैछौँ। विशेष गरी लुबुको कपडाबाट एउटा नयाँ विभिन्न डिजाइन गरेर चाहिँ एउटा फेसन सोको आयोजना यही 20 गते गर्दैछौँ हामी। त्यसले पनि हाम्रो कपडाहरू विदेश गइरहेछ, तर त्यसलाई के गर्नुहुन्छ भन्ने चाहिँ पनि छ नि, त्यसको पनि भ्यालु एड कसरी गर्न सकिन्छ, त्यसलाई पनि कसरी प्रमोट गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ हाम्रो महालक्ष्मीको मेयर साहबले चाहिँ इन्ट्रेस्ट देखाउनु भएको छ। त्यसैमा हामी फेसन सो पनि गर्दैछौँ र सायद
यो मेला एउटा सफल भएपछि सबैले पनि फेरि एकचोटि हामीले एउटा भव्य मेला गरौँ कि भन्ने चाहिँ सोच पनि सबैमा आउँछ कि भन्ने मलाई लाग्छ र अब चाहिँ यो छोटो समयको भएको कारणले पनि म अरूलाई भन्दा पनि यसलाई चाहिँ कसरी सफल पारौँ सहयोग सबैको चाहिन्छ भन्ने यो जुन चाहिँ मेला हुँदैछ यो मेलामा चाहिँ भन्दाखेरि उद्घाटन समारोह या त्यस्तो चाहिँ समापन कार्यक्रम गर्ने या त्यहाँ चाहिँ थप एक्स्ट्रा चाहिँ फरक फरक दिनमा फरक फरक प्रस्तुति सांस्कृतिक कार्यक्रम गर्ने त्यस्तो केही कार्यक्रम बनाउनु भएको छ कि के बनाउनु भएको छ तपाईँहरूको योजना? निश्चित रूपमा हाम्रो उद्घाटन समारोह त हुने नै हो। यो कुनै पनि समारोह एउटा उद्घाटन हाम्रो चाहिँ एउटा परिपाटी जस्तै पनि भइसकेको छ, तर उद्घाटनलाई अब लामो गर्नुभन्दा छोटो गरेर कसरी गर्ने भन्ने हिसाबले हाम्रो सोचमा छ भने यसमा माननीय परराष्ट्र मन्त्री ज्यू चाहिँ प्रमुख रूपमा हामीले चाहिँ आमन्त्रित गरेका छौँ र यो 19 गते बिहान 10 बजे हाम्रो पाटन दरबार स्क्वायरको केशवनारायण चोकभित्र हुन्छ र त्यसको अलावा हामीले चाहिँ त्यो पेरिफेरीको वातावरणलाई अलि पनि यो मौसममय होस् भन्ने हिसाबले लाखे नाच ढिमेर ढा आदि इत्यादि चाहिँ हामीले चाहिँ त्यो सराउन्डिङ बाहिर दरबार स्क्वायर बाहिरतिर केही कार्यक्रम गर्छौँ भने सांस्कृतिक कार्यक्रम हामी चाहिँ पाटन दरबार स्क्वायरको भण्डारखाल बगैँचामा प्रत्येक दिन दिनको 3 बजेपछि हाम्रो चाहिँ कार्यक्रम हुन्छ र त्यसमा चाहिँ हामीले केही युवाहरूलाई आकर्षण गर्न नयाँ साथसाथै हाम्रो संस्कृतिलाई पनि झल्काउने हिसाबले विभिन्न कार्यक्रम गर्छौँ र साथसाथै 20 गतेको दिनमा त हामीले विशेष रूपमा यो फेसन सो गर्ने भने यहाँलाई अघि नै हामीले जानकारी गरायौँ। यो जुन कार्यक्रम तपाईँले गर्दै हुनुहुन्छ यो दरबार स्क्वायर क्षेत्रभित्र केशवनारायण चोकभित्रको जुन कार्यक्रम गर्दै हुनुहुन्छ त्यो कार्यक्रममा अब कोही मानिस चाहिँ तपाईँको मेलामा अवलोकन गर्न चाहनुहुन्छ भने उहाँहरू सिधै छिर्न नपाउने टिकटको सिस्टम हो कि तपाईँहरूले पैसा लिएर मात्रै छिराउने हो कि या चाहिँ खुल्ला हो कि कस्तो तपाईँले व्यवस्थापन गर्नुभएको छ? निश्चित रूपमा एउटा टिकटको जरुरी किन पर्छ भने चाहिँ एउटा त्यहाँभित्र चाहिँ त्यो एउटा कन्ट्रोल गर्नलाई पनि त्यो जरुरी पर्छ। त्यो न्यूनतम शुल्क हामी राख्छौँ, सायद 25-30 रुपियाँ मात्रै हुन्छ होला न्यूनतम शुल्क राख्छौँ, तर त्यो एउटा चाहिँ त्यसमा हामीले केही डोर प्राइजहरू पनि राख्ने कि भन्ने चाहिँ हामी आयोजक बिचमा चाहिँ छलफल भइरहेछ। साथसाथै यो मेलालाई अलि व्यवस्थित गर्नलाई पनि केही न्यूनतम शुल्क हाल्नुपर्ने हामीले महसुस गरेको कारणले नै यो राख्ला हो। यो मेला अवधिभरिमा कति मानिसहरू चाहिँ यो मेलामा अवलोकन गर्न आउनुहुनेछ, कस्ता कस्ता मान्छेहरू सहभागी हुनेछन् भन्ने तपाईँहरूको अनुमानित तपाईँहरूको प्लानिङ के छ सहभागिताको सवालमा? निश्चित रूपमा यसमा चाहिँ सबै वर्ग आउँछ भन्ने चाहिँ किनभने चाहिँ युवादेखि हाम्रो चाहिँ समाजमा चाहिँ ज्येष्ठ नागरिकहरू समेतलाई यो मेलाको हाम्रो लक्ष्य छ। करिब 2 लाख जति भिजिटर्स हुन्छ भन्ने चाहिँ 5 दिनको दौरान हामीले अनुमान गरेका छौँ। किनभने एउटा यो पाटन दरबार स्क्वायरको पाटन म्युजियमदेखि त्यो ठाउँ पनि एउटा चाहिँ सबैको लागि चाहिँ नौलो हुन्छ। त्यही हिसाबले त्यहाँ विभिन्न कार्यक्रम नभएको पनि धेरै भयो र त्यही कारणले यो दरबारको पनि आफ्नो विशिष्ट अवस्था छ र सुन्दर चोक जो एउटा चाहिँ पाटन दरबार स्क्वायर भित्रकै यो कलाले पूर्ण त्यहाँभित्र हुन त सबै ठाउँ पनि छ, त्यसमा अझ विशेष गरी सुन्दर चोकभित्र त्यहाँ हामीले यो धातुदेखि काष्ठकला त्यसै गरी हाम्रो प्रस्तरकला पौवाहरू यो सबैको सम्मिश्रणको रूपमा चाहिँ सुन्दर चोकभित्र छ। त्यो चोक पनि हालै मात्र उद्घाटन भएको धेरै पनि भएको छैन। त्यही कारणले पनि यो महोत्सव यो मेलामा चाहिँ दर्शकको भिड हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। भन्दाखेरि चाहिँ विशेषतः नेपालीहरू नै मेलामा चाहिँ सहभागी हुनेछन्? निश्चित रूपमा नेपालीहरू त बढी नै हुने भयो, तर अहिले चाहिँ पाटन घुम्न आउने पर्यटकहरू पनि बिस्तारै बढ्दैछ। यो टिकट काटेर आउनेहरू छ, त्यसै गरेर पनि पाटनमा चाहिँ जुन होमस्टेहरू छ हेरिटेज होममा बसोबास गर्नेहरू विदेशीहरू पनि हुनुहुन्छ, उहाँहरू पनि त्यहीँ बसिरहेको कारणले चाहिँ यो समयमा यो यस्तो उल्लासमय वातावरणमा एकचोटि त्यहाँ भित्र जाउँ भन्ने चाहिँ उहाँहरूको पनि भावना निश्चित बढ्छ। त्यही कारणले यो आन्तरिक र बाह्य दुवैको लागि चाहिँ यो मेला खुला हुने चाहिँ निवेदन गर्न चाहन्छु। यो जुन चाहिँ तपाईँहरूले मेला गर्दै हुनुहुन्छ यो मेलाको कारणले यो मेलामा कतिको व्यापार हुन्छन्? यो मेलाले यति नेपालीको यो क्षेत्रमा चाहिँ हस्तकला क्षेत्रमा व्यापार व्यवसाय हुन्छन्, आम्दानी हुन्छन्, आर्थिक आर्जनको यो बाटो हुनेछन् भन्ने अनुमान त गर्नुभएको होला नि, त्यस्तो अनुमान गर्नुभएको छ? निश्चित रूपमा यो मेलामा चाहिँ करिब 4-5 करोडको व्यापार हुन्छ कि भन्ने चाहिँ हामीले अनुमान ल्याएको छौँ।
भन्दाखेरि नेपाली र चीन दुबईको गर्दाखेरि 4-5 करोडको चाहिँ व्यापार चाहिँ हुन्छ भन्ने चाहिँ तपाईँहरूको अनुमान हजुर हजुर। अनि यो मेलाको जुन चाहिँ तपाईँहरूले गर्दै हुनुहुन्छ यसको व्यवस्थापन पक्ष पनि गाह्रै होला अब चाहिँ ठुलै तपाईँहरूले स्टलहरू राख्नेदेखि लिएर धेरै कुरा चाहिँ होला व्यवस्थापन कसरी गरिराख्नु भएको छ निश्चित रूपमा मेलाको व्यवस्थापन भन्दाखेरि चाहिँ प्रोफेसनल टिमले नै हामीले चाहिँ हायर गरेर चाहिँ गरेका छौँ उहाँहरूको तर्फबाट। साथसाथै हाम्रा ललितपुरभित्रका हाम्रा चाहिँ विभिन्न समूहहरूलाई पनि यसमा इन्भल्भ गराएर विभिन्न हामीले चाहिँ कमिटी बनाएर चाहिँ उहाँहरूलाई पनि संलग्न गराएर चाहिँ यो मेला कसरी सफल पार्ने भन्ने उसमा हामी चाहिँ लागिपरेका छौँ। अजरमान जोशीजी अन्तमा यो जुन मेला तपाईँहरूले गर्दै हुनुहुन्छ यो टेलिभिजन हेरिराख्नु भएकाहरूलाई चाहिँ यो मेलाको विषयमा र नेपाल चीनको सम्बन्धको व्यापारिक दृष्टिकोणबाट यो सांस्कृतिक आदान प्रदानको हिसाबले भन्नुपर्ने कुरा केही छन् भने छोटोमा म यही मात्र आयोजक तर्फबाट आह्वान गर्न चाहन्छु कि यो मेला एउटा विशेष हुन्छ यसमा चाहिँ यहाँहरू आउनुहोस् चीन र नेपालका उत्पादनहरू र यसको अवलोकन गर्नुहोस् मेलाको अवलोकन। साथसाथै पाटन दरबारको पाटन म्युजियम पनि यो एसियामा सूचीकृत मध्ये पर्छ। पाटन दरबार क्षेत्र अझ चाहिँ विश्व सम्पदामा सूचीकृत क्षेत्र नै भयो। यो क्षेत्रको अवलोकन गर्नुहोस्। साथसाथै यो हाम्रो सांस्कृतिक कार्यक्रमहरू छ त्यसमार्फत मनोरञ्जन लिनुहोस्। म यहाँहरूलाई चाहिँ यो मेलामा 19 देखि 23 भित्र आफ्नो अनुकूल समयमा अवलोकन गर्नको लागि म आह्वान गर्न चाहन्छु। तपाईँ यहाँसम्म आइदिनु भयो। तपाईँहरूको नेपाल चीन एक्सपोको विषयमा यो मेलाको विषयमा आउँदो 19 गतेदेखि हुन गइरहेको मेलाको विषयमा यति धेरै जानकारी गराउनुभयो। तपाईँलाई धन्यवाद। फेरि नमस्कार। हस् यहाँलाई पनि धन्यवाद मौका दिनुभयो। नमस्कार। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला